आदरणीय दर्शक महानुभावहरू, तेस्रो कटेबुङ आमन्त्रित फुटबल च्यालेन्ज कपको समुद्घाटन हुन लागिरहेको छ। तपाईँ तमाम दर्शक महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। धेरैभन्दा धेरै हामीलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, धेरैभन्दा धेरै माझमा पुग्न चाहन्छौँ। यो पहिलो सत्रको खेल, उद्घाटन सत्रको खेल सैनिक एफसी झापाको विरुद्धमा जोर्जियन एफसी दार्जिलिङ बीच खेल हुन लागिरहेको छ। आकाशे जर्सीमा पानी बिहानदेखि निरन्तर परेको छ। दर्शक महानुभावहरू, खतरा हुन सक्छ। यो क्रस सँगसँगै गोल गर्ने अवसर थियो यहाँ। यो खतरा हुन सक्थ्यो, खतरा हुन सक्छ। सैनिक एफसीलाई क्रस गरेका छन्, तर यहाँ किपरले बललाई नियन्त्रण। किपरले उत्कृष्ट कर्नर पार गर्दै खतरा हुन सक्थ्यो। यहाँ राम्रो प्रहार भएको थियो। यहाँ गोल गर्ने अवसर, निकै मौकाहरू गुमाइसकेका छन्। यो सँगसँगै लामो विसेल बजाउँदै बिनु राम्रो राम्रो अवसर थियो जोर्जियन एफसी जर्सी नम्बर 18 लाई। यो खतरा हुन सक्छ, तर यहाँ बल बचाएको छ। जर्सी नम्बर 9 ले निकै राम्रो प्रहार गर्यो। खतरा हुन सक्छ, यो खतरा हुन सक्छ। यहाँ अझै बल क्लियरेन्स भएको छैन, तर यहाँ यो अवसर गोल हुन पर्थ्यो, तर यहाँ गोल हुन सकेन। 1 वर्ष यल्लो कार्ड प्राप्त गरेको छ। अफसाइड यहाँ राम्रो बचाउ गरेको छ यस बेला किपरले, उत्कृष्ट। यो खतरा हुन सक्छ सैनिक एफसी का लागि। दर्शक महानुभावहरू, राम्रो प्रहार भएको छ, तर यहाँ बचाउ प्रहार सैनिक एफसी का लागि। दर्शक महानुभावहरू, राम्रो प्रहार भएको छ, तर यहाँ बचाउ प्रहार। यो सँगसँगै जर्सी नम्बर 22 का
खेलाडीले गोल गर्न सफल हुनुभएको छ अन्तिम समयमा सैनिक एफसी लाई गोल गर्न सफल जर्सी नम्बर 22 का खेलाडी पनि कर्नर बलमा गोल लागेको थियो यो सँगसँगै लामो विसल बजाउँदै